सबैजनालाई नमस्कार। मेरो नाम बिमला गौतम। मेरो घर चाहिँ माडी नगरपालिका 7 कीर्तनपुर चितवन नेपाल। मेरो बाबा बिहान असोज 29 गते यानी कि अक्टोबर 15 तारिकका दिन 9 बजे बिहान कार्य गर्न चेन्नई जाने क्रममा गोरखपुरबाट राप्तीसागर एक्सप्रेस 1251 को रेलमा यात्रा गर्दै जाँदा बीच स्टेशनबाट सम्पर्कविहीन हुनुभएको कुरा उहाँसँगै यात्रा गर्ने सहयात्रीले चाहिँ हामीलाई जानकारी दिनुभएको छ। उहाँको उमेर 46 वर्ष, नाम विष्णु गौतम। उहाँको ठेगाना माडी नगरपालिका 7 कीर्तनपुर चितवन नेपाल। यदि हजुर कसैले पनि यो भिडियो देख्नु भएको छ भने या उहाँलाई देख्नु भएको छ भने हामीलाई तुरुन्त सम्पर्क गरिदिनु होला र यो भिडियोलाई सक्दो शेयर गरिदिनु होला। प्लिज मेरो बाबालाई जति सक्दो छिटो हामी माझ ल्याइदिनु होला प्लिज।